Welcome to my vlog, guys. After a long time, guys, I'm back with another one new vlog. And today, म चाहिँ आज चाहिँ एउटा यस्तो खतरा एउटा ब्युटिफुल ठाउँमा आएको छु र यो यस्तो रमणीय ठाउँमा आएर चाहिँ मैले आफूलाई भिडियो गराउनबाट रोक्न सकिनँ। त्यसैले मैले चाहिँ एउटा भिडियो गराउँदैछु, एउटा भ्लग गराउँदैछु बवाल खाले। सो बवाल त नभनौँ, ठिकै अब जति आफूले सक्छु त्यति नै गराउँछु होइन। अनि त्यसपछि चाहिँ द भ्यू एराउन्ड हियर इज भेरी ब्युटिफुल होइन। यहीँ बसिराखौँ जस्तो छ एकदम। यहाँ मान्छेहरू चाहिँ टन्नै छन् होइन, जस्ट रिल्याक्सिङ। एन्ड यहाँ चाहिँ एकदम माइन्ड फ्रेस भइरहेको छ। अनि त्यसपछि चाहिँ तपाईँहरूले चाहिँ यो भ्लग कहाँदेखि कसरी कति बेला हेरिराख्नु भएको छ कमेन्ट गरिदिनु होला। आइ एम ब्याक आफ्टर सो लङ टाइम है। अनि त्यसपछि आइ एम मिसिङ अल माई फ्रेन्ड्स होइन। अनि त्यसपछि माई ब्रदर्स सिस्टर्स एभ्री वान हु सब्सक्राइब माई च्यानल। अनि त्यसपछि चाहिँ अरू त के भन्नु न होइन। यहाँको यो एक सिन चाहिँ तपाईँहरूलाई देखाइदिन्छु। अनि त्यसपछि चाहिँ भन्नुहोस् होइन तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो। सो म चाहिँ त्यही हो, एक्लै हिँड्छु होइन प्रायः जसो। सो आई एम जस्ट भ्लगिङ माइसेल्फ। अनि त्यसपछि चाहिँ द भ्यू इज भेरी ब्युटिफुल। यो भ्यू हेर्न सक्नुहुन्छ होइन, यहाँ भ्यू चाहिँ हरिब छ। अघि चाहिँ आई वाज सिटिङ त्यहाँ है। अनि भ्यू चाहिँ बवाल छ। अनि चाहिँ म चाहिँ अगाडि हिँडिरहेको छु। अब चाहिँ कहाँ पुग्छु मलाई थाहा छैन। जस्ट एराउन्ड त्यहाँ चाहिँ साकुरा फुलिरहेको छ। साकुरा भनेको चाहिँ अब स्प्रिङ आउनु लागिसक्यो। स्प्रिङ आउन साथ चाहिँ यहाँ चाहिँ त्यो हुन्छ नि एकदम नेपालतिर चाहिँ पैँयो भन्छ के अरे। अब यहाँ चाहिँ त्यो पैँयो नै हो, तर पैँयोको एउटा अर्को रूप जस्तो त्यो फुल छ क्या, एकदम बब्बाल देखिन्छ होइन। त्यहाँ चाहिँ हरिब छ कि त्यहाँ चाहिँ खत्रै भइरहेछ होइन। पब्लिक चाहिँ एकदम बढी छ। सो आइएम अब यहाँ चाहिँ धेरै जसो गर्लफ्रेन्ड बोयफ्रेन्ड लिएर हिँडिरहेछन्। बट आफू त सिङ्गल पऱ्यो, एक्लै टुक्रो हिँड्यो है। त्यही हो आफ्नो भारत देश, त्यही हो सिङ्गल लाइफ रक्स भन्दै जिन्दगी जाने भयो। सो आई एम जस्ट वाकिङ एलोन होइन। यहाँ चाहिँ अब थरीको मान्छेहरू चाहिँ हिँडिरहेछन्। सो एउटा ब्युटिफुल स्पटमा चाहिँ लगेर जान्छु होइन सकेसम्म। अब त्यसमा जानु पाउँछ कि पाउँदैन, बट त्यहाँ चाहिँ फोटो खिच्नेहरूको चाहिँ एकदम बवाल ठुलो लाइन छ होइन। अनि सिन एराउन्ड देयर इज सो ब्युटिफुल। चाहिँ म चाहिँ सकेसम्म त्यहाँ जाने प्रयास गर्छु होइन। त्यहाँ चाहिँ फोटो खिच्नेहरूको लाइन छ, बट मेरो चाहिँ अब फोटो खिचिदिने कोही पनि छैन। त्यहाँ चाहिँ अब भरिपूर्ण लाइन लगाएर फोटो खिचिरहेछन् होइन। सो त्यहाँ चाहिँ फोटो खिच्ने लाइन चाहिँ हरिब छ अनि गाइजहरू। अनि त्यसपछि अब चाहिँ यहाँ चाहिँ म त सिङ्गल परेँ। अब मेरो फोटो खिच्दिने त कोही पनि छैन। सो अब त्यहाँ फोटो गएर फोटो खिच्ने कुरो पनि भएन। अनि सो आई रिटर्न है। अनि त्यसपछि एकैछिन नजारा हेरेँ, जस्ट लोभ्याउने नजारा थियो। अनि लोभ्याउने नजाराहरू चाहिँ हेरिरहेँ। अब गर्लफ्रेन्डले बोयफ्रेन्डको फोटो खिचिदिरहेछ, बोयफ्रेन्डले गर्लफ्रेन्डको फोटो खिचिदिरहेछ। अब त्यो हेरेर आफूलाई जलन भइरहेछ। अनि त्यसपछि सो मैले त्यो देख्न सकिनँ। देन आई रिटर्न है। अनि त्यसपछि यहाँ चाहिँ एकदम सिन चाहिँ एकदम बवालै छ होइन। बसिराख्नु जस्तो इन्जोय हानिराखेको जस्तो छ। अनि त्यसपछि चाहिँ
यहाँ चाहिँ 6 बजीसम्म हो खोल्ने चाहिँ खासमा। अब चाहिँ 6 बजेपछि चाहिँ बन्द हुन्छ। यहाँ लगभग 5 बजिसक्यो। अनि त्यसपछि पछाडि हेर्न सक्नुहुन्छ, त्यहाँ पछाडि पनि एउटा टावर छ होइन, त्यसको नाम चाहिँ ठ्याक्कै मैले बिर्सिसकेँ होइन। अनि त्यसपछि जस्ट चिलिङ, जस्ट इन्जोइङ होइन। भ्लगलाई चाहिँ धेरै लामो पनि नबनाऊ, किन भन्दाखेरि अब मेरो थोबाट मात्र कति हेर्ने होइन। अनि सिन पनि यहाँ धेरै छन्, तर जस्ट कता कता जाम भयो क्या। अब एउटा कोही हुन्थ्यो भने पनि त्यसलाई जिस्काउँदै हिँड्दै गर्न हुन्थ्यो। अब कोही पनि छैन, अब एक्लै घन्ट्याङ 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 हिँड्यो है, त्यो पनि झ्याउ लाग्ने। अनि जस्ट आइएम सोइङ द सिन होइन, त्यो जस्ट उसमा कसरी के मान्छेहरू चाहिँ इन्जोय गरिरहेछ त्यो पनि हल्का झलक देखाउँछु। अनि त्यसपछि म चाहिँ एकैछिनपछि फर्किन्छु होला सायद। अब बस्नु झ्याउ लागिसक्यो, घर जाने अनि गत्रको पल्टिने। Short one, but no, but we didn't get one. We paid something like $500 for the first dance, which was a big